हेलो साथीहरू, नमस्ते नमस्ते। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। पुरा आज चाहिँ यहाँ सौदीमा पुरा ठुलो पानी परेको छ, सबैभन्दा ठुलोभन्दा ठुलो पानी परेको छ है। लास्टै ठुलो परिरहेको छ, हेर्नुहोस् है, पुरा धेरै ठुलो पानी परिरहेको छ, धेरै ठुलो पानी परिरहेको छ। आज चाहिँ अरूभन्दा धेरै ठुलो पानी परिरहेको छ। आज मकै रोप्नुपर्छ, मकै कत्रो ठुलो पानी परिरहेको छ आज हो। टुर्लुमै डुबिरहेको छ हाम्रो कफी सप चाहिँ साथीहरू, हेर्नुहोस् है। यहाँ पनि तर पानी पर्ने रहेछ है साथीहरू, यो ठाउँमा पनि लास्टै ठुलो पुरा डुबिरहेको छ है साथीहरू हाम्रो कफी सप चाहिँ। हाम्रो मात्रै सबैतिर डुबिरहेको छ। मको 2 वर्ष भयो तर मैले पानी यत्रो ठुलो परेको यो ठाउँमा एकचोटि देखेको होइन। 2 वर्ष सकिने बेला मैले यो पानी परेको एकचोटि देखेको यहाँ यो देशमा। ठुलो पानी परिरहेको छ आज त। मकै छर्ने बेला भयो गाईहरू, मकै यता यस्तो भइरहेको छ साथीहरू। यार पुरा पानी परेर आज पनि यार यता यस्तो भइरहेको छ, खेत रोप्ने ठाउँ भयो जस्तो भइरहेको छ। पुरा पानी परिरहेको छ यो साथीहरू। यता चाहिँ यस्तो छ हालत। देखिसक्नुभयो होला बाहिरको हालत कस्तो छ होइन। पुरा पानी परिरहेको छ होइन। म आएको 2 वर्ष भयो तर मैले आज है ठुलो पानी परेको त देखेको साथीहरू होइन। कत्रो ठुलो पानी पऱ्यो क्या आज चाहिँ होइन। आज हिजो पर्ने चाहिँ पानी हिजो पनि परेको थियो तर यत्तिको ठुलो चाहिँ परेको थिएन है साथीहरू। ल म आएको 2 वर्ष भयो होइन, मैले 2 वर्षमा यत्तिको ठुलो पानी परेको देखेको चाहिँ मैले यो ठाउँमा आज है। फेरि धेरै रमाइलो भइरहेको छ होइन। पुरा कफी सप डुबिरहेको छ पानीले होइन। के गर्नु साथीहरू, फेरि यहाँ कस्तो चाहिँ पानी परेको बेला मान्छे धेरै आउँछ, मान्छेहरू आइरहेको छ, त्यस्तै छ साथीहरू। हस् त आजको मेरो भिडियो फेरि यति नै तपाईँहरूलाई है त साथीहरू। हस् त।